दर्शकबिन एकैछिन यो भिडियो हेर्नुहोस् त। आजभोलि विद्यार्थीलाई एउटा सानो कागजको टुक्रामा चिट चोर्न दिइँदैन। तपाईले अघि नै भिडियो हेरिसक्नुभयो होला। राम्रोसँग भन्दा विद्यार्थीलाई चिट चोर्न सिकाउने नै शिक्षक हुनुभन्दा केही फरक नपर्ला। हुन त यस्तो ठाडो भाषाले भन्दा मिडियाकर्मी र समाचारदातालाई ठाडो चेतावनी पनि आउन सक्छ। विद्यार्थीलाई परीक्षा गराउनको लागि आफ्नो स्कुल अथवा आफ्नो क्याम्पसबाट अर्को केन्द्रमा परीक्षा गराउनको लागि पठाइन्छ, तर त्यस केन्द्रलाई विद्यार्थीबाट पैसा असुलेर केन्द्रलाई नै किनिदिन्छन् भन्दा केही फरक नपर्ला। हुन त यस्तो भन्दा देशका सबै स्कुल अथवा क्याम्पसलाई गर्मी पनि लाग्न सक्ला। शिक्षकले विद्यार्थीलाई प्रश्न उत्तर प्रत्येक विद्यार्थीको म्यासेज ग्रुपमा नै पठाइदिन्छन्। यता विद्यार्थीले केन्द्रभित्र उत्तर पुस्तिकामा प्रश्न उत्तर धमाधम सारिरहेका हुन्छन्। यस्तो हिसाबले विद्यार्थीलाई कतातिर शिक्षकले लग्दैछन् त भन्ने गम्भीर खालको प्रश्न उठ्नु पनि स्वाभाविकै हो। हुन त विद्यालयमा राजनीतिक दलहरूको धन्दा चल्छ। अलिकति पनि विद्यार्थीको भविष्य हेर्दैनन्। आफ्नो स्वार्थ लुट्नको लागि मात्र विद्यार्थीहरूमाथि खेलबाड गर्छन्। यो भनेकै नै राजनीतिक दलहरूप्रति आक्रोशजनक प्रश्न हो। हुन त शिक्षक पनि कहाँ कम छन् र सरकारी काम कहिले जाला घाम भन्ने मनमा अटुट लिएर बसिरहेका हुन्छन्।